हेलो फ्रेन्ड्स, वेलकम टु द च्यानल। च्याट जिपिटीलाई धेरै मानिसहरूले केवल क्वेसन एन्सरको रूपमा मात्रै प्रयोग गर्छन्। तर आज हामी तपाईलाई 10 यस्ता ट्रिक्सको बारेमा बताउँछौँ जसको प्रयोग गरेर तपाईँ कन्टेन्ट क्रिएटर, स्टुडेन्ट, फ्रिलान्सर या बिजनेस ओनर सबैभन्दा प्रोडक्टिभ बन्न सक्नुहुन्छ। यदि तपाईँ हाम्रो यस च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी छेउमा रहेको बेल आइकनलाई हिट गरिहाल्नुहोस्, पछि तपाईँले बिर्सनुहुन्छ। ढिला नगरी सुरु गरौँ। 1 नम्बरमा तपाईँ च्याट जिपिटीलाई पर्सनल टिचर जस्तै बनाउन सक्नुहुन्छ। यदि तपाईलाई म्याथ, साइन्स, कोडिङ वा कुनै पनि विषय गाह्रो लाग्छ भने च्याट जिपिटीलाई पर्सनल ट्युटर जस्तै प्रयोग गर्न सक्नुहुन्छ। यसले विभिन्न वेमा विभिन्न तरिकाले इक्जाम्पल सहित सजिलो तरिकाले डिस्क्राइब गरेर तपाईलाई पढाउन सक्छ। अर्को 2 नम्बरमा छ, तपाईले इन्स्टाग्राम, टिकटक, युट्युब लगायतको प्लेटफर्ममा भिडियोहरू बनाउनुहुन्छ भने च्याट जिपिटीले तपाईको भिडियोको लागि अटोमेटिकल्ली स्क्रिप्ट तयार पारिदिन्छ। केवल तपाईले एउटा प्रम्प्ट दिनुपर्छ र त्यही प्रम्प्टको आधारमा च्याट जिपिटीले बिगिनिङ टु एन्ड तक डिटेलले स्क्रिप्ट तयार पारिदिन्छ। कन्टेन्ट क्रिएटरको लागि यो एकदमै पावरफुल फिचर हो। केही सेकेन्डमै पुरा स्क्रिप्ट तयार हुन्छ। अर्को 3 नम्बरमा छ, कन्टेन्ट क्रिएटरको लागि भाइरल हुक्स जेनेरेट गर्ने। यदि भिडियोको सुरुवात राम्रो भए कन्टेन्ट भाइरल हुने चान्स धेरै हुन्छ। च्याट जिपिटीले भिडियोको लागि एप्रोप्रिएट र भाइरल हुक्सहरू जेनेरेट गरिदिन्छ जसको प्रयोग गरेर भिडियोलाई रिच धेरै बनाउन र त्यसलाई भाइरल गराउन सकिन्छ। अर्को 4 नम्बरमा छ, लङ नोट्सलाई सर्ट समरी बनाउने। ठुलो धेरै लामो नोट्सहरूलाई पढ्न पनि त्यत्तिकै झन्झटिलो हुन्छ र यो एकदमै टाइम कन्ज्युमिङ पनि हुन्छ। यदि तपाईलाई धेरै लामो नोट्स पढ्न मन पर्दैन भने त्यो नोट्सको PDF या टेक्स्टलाई सिधै च्याट जिपिटीमा पेस्ट गरेर एउटा प्रम्प्टको आधारमा समरी बनाउने कमान्ड दियो भने त्यसले एकदम छोटो र बुलेट पोइन्टमा समरी तयार गरिदिन्छ, जसले गर्दा तपाईलाई नोट पढ्न र सम्झिन पनि धेरै युजफुल हुन्छ। यो फिचर स्टुडेन्ट्सको लागि गोल्ड जस्तै हो। यसले धेरै लामो र छोटो नोटहरूलाई इजी र सर्ट बनाइदिन्छ, जसले गर्दा पढ्न सम्झिन धेरै सजिलो हुन्छ। अर्को 5 नम्बरमा छ, प्रोफेसनल इमेल लेख्ने। अफिस, फ्रिलान्सिङ वा क्लाइन्ट काम गर्दा प्रोफेसनल कम्युनिकेसन एकदमै इम्पोर्टेन्ट हुन्छ। पटक धेरै इमेलहरू लेखिरहनु झन्झटिलो पनि हुन्छ र टाइम कन्ज्युमिङ पनि हुन्छ। तर यस्तो इमेल लेख्ने काम पनि च्याट जिपिटीले एउटा प्रम्प्टको आधारमै गर्छ। अर्को 6 नम्बरमा छ, रेज्युमे वा सिभी इम्प्रुभ गर्ने। कुनै पनि जब एप्लाई गर्नको लागि एउटा स्ट्रङ सिभी चाहिन्छ। धेरै ठाउँमा जब एप्लाई गर्नको लागि अलग सिभी चाहिन्छ, किनकि एउटै प्रकृतिको काम भए पनि फरक ठाउँमा की कामहरू फरक नै हुन्छन्। त्यसैले प्रत्येक ठाउँमा जब एप्लाई गर्नको लागि अलग सिभी बनाउनु पर्छ, जुन झन्झटिलो पनि हुन्छ। तर यहाँ च्याट जिपिटीले त्यही पुरानो सिभी अपलोड गरेर एउटै प्रम्प्टको आधारमा प्रोफेसनल रेज्युमे तयार पारिदिन्छ। जुन तपाईको एउटा कुनै सिभी अपलोड गरेर एउटा प्रम्प्टको आधारमा ATS फ्रेन्डली सिभी पनि बनाउन सकिन्छ र अलग टास्कको लागि अलग सिभी पनि च्याट जिपिटीले नै तयार पारिदिन्छ। अर्को 7 नम्बरमा छ, बिजनेस आइडिया जेनेरेट गर्ने। यदि तपाईले अनलाइन इन्कम सुरु गर्न चाहनुहुन्छ भने च्याट जिपिटीले तपाईलाई नयाँ आइडिया दिन सक्छ। जस्तो तपाईले गिभ मी 10 अनलाइन बिजनेस आइडिया फर स्टुडेन्ट भनेर प्रम्प्ट दिनुभयो भने च्याट जिपिटीले तपाईलाई 10 अलग आइडियाहरू दिन्छ। तपाईलाई जुन एप्रोप्रिएट लाग्छ त्यो सेलेक्ट गरेर टेस्ट गर्न सक्नुहुन्छ। यहाँ अझै यसको युनिक फिचर त के छ भने तपाईले यही प्रम्प्ट फेरि दिनुभयो भने उसले फेरि नयाँ अर्कै आइडियाहरू दिन्छ। यदि तपाईले एउटै क्वेसन पनि पटक सोध्नुभयो भने उसले दिने एन्सर पनि हरेक पटक युनिक नै हुन्छ। अर्को 8 नम्बरमा छ, च्याट जिपिटीलाई कोडिङ एसिस्टेन्टको रूपमा प्रयोग गर्ने। डेभलपरहरूले कोडिङ प्र्याक्टिस गर्ने, डिबगिङ गर्ने र लर्निङ गर्ने कामको लागि च्याट जिपिटीलाई एकदमै धेरै प्रयोग गर्छन्। कोडिङ गर्दा कुनै इरर आयो भने त्यो इररलाई कपी गरी च्याट जिपिटीमा पेस्ट गरेर फिक्स दिस इरर भनेर सोध्यो भने त्यो इररलाई आइडेन्टिफाई गर्ने र त्यसको सोलुसन स्टेप बाई स्टेप प्रोभाइड गर्छ। डेभलपरहरूले र कोडिङ प्र्याक्टिस गर्ने या स्टुडेन्टहरूले च्याट जिपिटीलाई एकदमै धेरै एसिस्टेन्सको रूपमा प्रयोग गरिरहेकै हुन्छन्। अर्को 9 नम्बरमा छ, AI इमेजको लागि प्रम्प्ट बनाउने। अहिलेसम्म बताएका 8वटा तरिकाहरूमा ती तरिकाहरूलाई सही तरिकाले प्रयोग गर्नको लागि एउटा उचित प्रम्प्ट पनि दिनुपर्छ। तर मेन समस्या भनेको प्रम्प्ट लेख्नमा नै हुन्छ। तर त्यस्तो प्रम्प्ट लेख्नको लागि पनि च्याट जिपिटीले नै सहयोग गर्छ।
तपाईँले इन्टरनेट चलाउने क्रममा थुप्रै एआई जेनेरेटेड इमेजहरू भिडियोहरू देख्नुभएकै होला। ती भिडियोहरू इमेजहरू बनाउनको लागि डिटेल र एप्रोप्रिएट प्रम्प्टहरू तयार पार्नुपर्छ। त्यो सबै प्रम्प्ट तयार पार्नको लागि च्याट जिपिटीले नै हेल्प गर्छ। अर्को 10 नम्बरमा छ च्याट जिपिटीलाई एक्ट एज कुनै प्रोफेसनलको रूपमा युज गर्न पनि सकिन्छ। तपाईँ च्याट जिपिटीलाई टिचर, मार्केटर, फिटनेस ट्रेनर, कोडर या इन्टरभ्युअर या फेरि लयरको रूपमा जुन रोलमा प्रयोग गर्न चाहनुहुन्छ त्यही रोलमा प्रयोग गर्न पनि सक्नुहुन्छ। तपाईँले च्याट जिपिटीलाई लयरको रोल दिएर त्यहाँबाट लिगल एसिस्टेन्ट लिन सक्नुहुन्छ। यसमा च्याट जिपिटीले एउटा वकिलले जस्तै लिगल ब्रिफिङ गर्छ। अब भन्नुहोस् यी 10 टिप्स मध्ये तपाईँलाई सबैभन्दा बढी युजफुल कुन लाग्यो? तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यस्तै भिडियोहरूको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।